टेड्याउ आयो दामी आयो अच्छा अच्छा ल लाफा ल अबको भ्लग चाहिँ यहाँबाट सुरु हुन्छ है यहाँदेखि ल हेर्नुस् गाइज है यहाँबाट अब हाम्रो भ्लग सुरु भइरहेछ हामी छौँ यहाँ लाफासँग ओ खै लाफा चस्मा नि भेट्नु पऱ्यो क्या लाफा बिर्सिहाल्यो नि है यहाँ पो लाग्छ टिपेर आँखामा लाउने नि चस्मा त धेरै जाम लाफा अलिक परतिर भन्दै राम्रो हो ल परबाट लाउने रे लाफाले सो आज चाहिँ हामी टक्क लगाएर हाम्रो काम काज क्रियाकलाप के सबै भ्याएर निक्लिँदैछौँ यहाँ चाहिँ अब दिउँसो कटेर नि साँझ हुन लागिसक्यो सो हामी यहाँबाट अब यसो माथि यसो घोडा फर्मतिर जान्छौँ होइन त लाफा ल लाफा एकदम जेनदार भएर होइन ट्याक्क आउँदैछ ओहो दाइ के छ हालखबर हामी त यसो भ्लगिङको लागि निक्लेको है तलतिर जाने हो दाइ टास्केल ए माट नजाने हामी ल ल ल ए ल हामी भ्लग सुरु गर्छौँ मासतिर के छ यसो देखाउनु पर्ने ठाउँ भन्नु त घोडाको चाहिँ फर्म देखाउने कहाँ ए चियान चियान हो होइन चियान चियान चाहिँ नदेखाउनु त्यो चियान नजिकै गएर यसो गरेर त्यो देखाउनु पाएन त्यो टाढैबाट यस्तो भनेर त पाइहाल्यो नि त्यही हो गाइज होइन अब नयाँ नयाँ छु भर्खर भर्खर अब यसो नियम कानुन थाहा नभएपछि फेरि जरिवाना होइन सिधै नेपाल गाह्रो छ नि गइसक्यो दाइ ऊ आउँछ ल ल गाई चाहिँ यस्तै हो होइन हाम्रो लाफाले चाहिँ भिडियो गर्नु पर्ला जस्तो ल ल लाफा ल ल टक्क लगाएर आफ्नै देखाएर ल लाफा के हो ब्याक गरिदिने हो यतिकै ठिक छ ए ल है ल नि ल गोर्खेहरू होइन ट्रक्क लगाएर लाफा 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 त फेरि चस्माले त के आगो हो दिइरहेको छ कि खायो नि खान्छ चस्मा फेरि हरिफ छ नि दियोस् लाफालाई म्याच गर्ने खालको किन रहेछ अलि ठुलो स्वरले बोल्नु पऱ्यो कि लाफा लाफा भाइरल हुन्छ अब हो कि लाफा हाम्रो दुईजना साथीहरू फेरि माथि लाफाको अनुहारै आएन हो ल लाफा हामी चाहिँ कहाँसम्म पुग्नु पर्यो अब हामी एक राउन्ड हान्ने हो यहाँ नजिकै यता घोडा फर्महरू नि छ अनि सुँगुर फर्म पनि छ अनि मान्छे गाड्ने चियान डाँडा नि छ अनि त्यहाँबाट यस्तो यस्तो सर्ट दाहिने घुमेपछि के देखिन्छ भन्दाखेरि दामी भ्यू देखिन्छ छेजुदोको हल्लासान टापु पनि देखाउनु पर्छ गाइज है साथीहरूलाई हल्लासान टापु पनि देखाउने हल्लासान एक दिन घुमाउनु पर्छ है साथी एक दिन घुमाउनु पर्छ हामी अहिले हाम्रो गाइड कमजोर छ 1 मान 2 मान 3 मान गर्दा गर्दा कति मान गइसक्यो गोजीमा कति मान बाँकी छ सबै सकिला जस्तो छ अब जम्मा एक हप्ता मात्र बितिरहेको छ यार जम्मा एक हप्तामा 3 हप्तासम्म अब तलब नआउन्जेलसम्म कसरी बिटाउने हौ लाफा गाह्रो हुँदो रहेछ या त गाह्रो जाडो पनि गाह्रो पनि है गाह्रो पनि सो गाइस यही हो हामी कन्टिन्यू गर्दैछौँ यो मेरो दोस्रो भिडियो हो ल दामी देख्दो रहेछ है हल्लासान पनि देखाइदेऊ न लाफा हल्लासान ए होइन चारैतिर हल्लासान कहाँ हो र पछाडिको होइन यता पछाडिबाट देखाउन नि मिल्यो हात दुखीको हेर लाफा तलतिरसँग देखाइदिउँ न सरर गएर यसो सुरर के यता हल्लासान टापु चाहिँ जोस् देखिँदो रहेछ लाफा राम्रै ल साथीहरू होइन हामीले आज ड्रोन पनि उडाउँछौँ होला सायद ड्रोन कहाँ गयो लाफा ड्रोन छ नि लाफा ए मैले गोजीमा यहाँ ड्रोन ठिक छ माथि त्यो के अरे उता च्यानघारी भन्छ कि के भन्छ त्यतातिर गएर उडाउनु पर्छ है फेरि हुँदैन होला हो नियम थाहा छैन फेरि केस लागेर यताउता लगाएर अनि नेपाल फर्काइदियो भने त गाह्रो छ होइन त लाफा त नि यार गाह्रो छु गाइजहरूलाई चाहिँ अलिकति ड्रोन देखाउँछु नबुझ्दासम्म त गाह्रो छ यार यहाँको यहाँ छ
ड्रोन पनि फेरि खतरा छ लगभग नेपाली 2-3 लाख पर्ने ल यसो हेर्दा गाडी जस्तो सेप छ गाडी जस्तो छ होइन गाइज देख्न सक्नुहुन्छ ड्रोन हो हात खुट्टा नि देखाइदिनु होला हो हात खुट्टा ड्रोनको फेरि हात खुट्टा पाङ्रा हुँदैन मलाई चाहिँ हाम्रो यहाँ पुरानो दाइ सन्तोष दाइ ल है तपाईँ ड्रोन यहाँ छ ट्राई गरौँ उडाउन ल अहिले पछि माथि गरौँ न माथि ल गाइज ड्रोन पनि छ होइन ट्याक्क लगाएर यहाँको कोरियामा बस्ने हाम्रो सन्तोष दाइले मलाई यसो ल भाइ ड्रोन सोन पनि उडाऊ भ्लग गर्छौ क्यारे त यसो खिचेर हाल भनिरहेको थिएँ भन्नुभएको थियो त्यसैको लागि लिएको सायद दाइले मलाई दिएको होला अब होइन त ठिक छ गिफ्ट दिनुभयो दाइले सन्तोष दाइले कन्टिन्यू यो के होला भाइ यो एग्रिकल्चरको आजकल नै रोपेछ के भयो के छ भित्र थाहै छैन यहाँ त गर्मीमा त गाह्रो हुन्छ होला है खै के हो ल गाइस होइन पक्का हामी चाहिँ पैदल यात्रामा छौँ यसो हाम्रो कम्पनीको वरिपरि ट्याक्क लगाएर तमुजी गधा त साले भाते गधा भन्थ्यौँ नि हो त्यही गधा चाहिँ यहाँ लुङरुङ्ग परेर बसिरहेको छ बाटोमा घोडा हो कि गधा हो यो घोडा यस्तो हुन्छ ल हेर ए गाइज हाई भनिदेऊ नभन्ने ल हेर यो साला कहाँको मान्छे रहेछ कहिल्यै घोडा नदेखा जस्तो भनेर भन्ला जसरी हेरेको छ मलाई घोडाले त यहाँ घोडा फर्म होइन फर्म छ अनि यस्तै हो हल्लासन टापु यो भयो यस्तो छ ए लाफा अनि उफर ल्याउनु बिर्स्यो त अनि यसो टकटक ढुकचुक गाना बजाउने भनेर विचार गरे त झन् यस्तै हो गाइज घोडा बस्ने तबेला भन्ने पुरा सुने खै के हो जिब्रो पनि लरबरा गर्छ कति लरबरा हो एग्रिकल्चरको लागि चाहिँ जोस् यो चाहिँ जोन डियरको ट्र्याक्टर यहाँ के उठाउँछ पनि थाहा छैन ऊ त्यो सायद घाँस उठाउँछ होला यो घाँसलाई उठाउनको लागि चाहिँ यो ट्र्याक्टरको आवश्यकता पर्छ सो गाइज यस्तै हो होइन यहाँ चाहिँ यसो मौसम चाहिँ क्या हुन्छ त क्या मजा छ क्या ए हो गाइज कति गाइज भन्नु मुखमै गाइज कि गाइज हट्टरी ल बसेको छ एउटा सानो बच्चाले बचेर ओ ए नभाग सरी ओ सरी यस्तै हो म देखेर तर्सिहालेँ किनकि म अलिकति डराउने देखा जस्तो छु हाम्रो दुईजना बाहुन सोल्टा अनि एउटा छेत्री सोल्टा पुरै छेजुदोको हावा खाँदै मस्किँदै पुरै गाउँमा कहाँ यो गाउँ हो र सहर कहाँ नै हो र सहर त्यहीँ होइन र उति सहर त्यहीँ त हो नि लगाए चाहिँ यही हो होइन हामी टक्क लगाएर गाडी चढेर सहर छिर्नु पऱ्यो भने धेरै लाग्दैन 5 मिनट लाग्छ म यता बस् यसरी रमाइलो छ क्या यही त हो नि मजा दिन राम्रै कटिरहेको छ यस्तो रहेछ कि हामी बसेको ठाउँ अलि होचो रहेछ यो अग्लो भएर बजार नजिक झेक्छ हो र छैन हो त्यति हो हामी कहाँ हुन्छ र अग्लोमै छौँ नि हामी अन्त यो अझ अग्लो के देखाउने त यार के देखाउने अहिले अब देखाउने भन्दा नि अब बोल्ने चाहिँ च्यान घाडी नदेखा भनेको थियो त्यो पुरानो दाइले ल गाइज तपाईँहरू समुद्रमा पुरै जहाज पुरै सिलिलिलिलिली हिँड्ने कता हो खोइ त यार मेरो मोबाइलले अलि नभ्याउँदो रहेछ ओह यहाँ रहेछ समुद्र जहाँ पनि समुद्र जहाज पुरै सिरिरिरी पानी फ्याल्दै हिँडेछ यस्तै हो लाफा के भयो किन निराश भएको आइगो लाफा केही कला देखाउँ न लु कला
कला त त्यस्तो केही छैन के अरे लाफा है गीत गाइदेऊ न गीत गीत लाफा जतिको कला छैन यार कला 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 वाह कस्तो मिठो बोल्दा यार वाह सिधा हुने खालको बोल्दिनँ कला कला रे कला पनि रे गला नि लाफा गला छैन घाँटी छ तैट होइन त लाफा गला छैन घाँटी मात्रै छ डान्स पनि त्यही हैन बुई डान्स मन पराइदिरा मेरो नाक छैन नि त लाफा त्यही भएर चस्मा अडिँदैन अनि नाच्ने गाउने भन्दाखेरि त लाफा त फेरि हुरुक्कै म त फेरि नाच्ने गाउने खाने पिउने नाच्ने नि राम्रै नाच्ने म त मकै मरे धीरज सोल्टी मऱ्यो अब लाजले हो कि मख परेर हो यस्तै छ पारा हाम्रो के अरे त्यो हामी के फुल रे त्यो कोरियामा देख्छ नि त्यो भोलि पर्सि सिजनमा पुरै रुखको मुनि फोटो खिच्ने हो क्या यस्तो यस्तो रुख हो यो चाहिँ अलिकति जङ्गल जस्तो भएर अलि राम्रो ठाउँमा देखेन अलि तल रोडको छेउछेउमा छ अहिले देख्यो भने देखाउँला न त अहिले चाहिँ सबै त्यो पाउला नि आएको छैन क्या अब लगभग 15-20 दिनमा पाउला आएर फुल फुल्छ होला अनि त्यति बेला चाहिँ मिठो देख्छ त्यही बेला फेरि फोटो यस्तो हानेर अनि फेसबुकमा पोस्ट गर्नुपर्छ होइन गाइज होइन लाफा पर्छ लाफा पर्छ ल यस्तै हो रङ्गी बिरङ्गी फुलको थुङ्गा थुङ्गा टिपेर तिमी हिँड्ने गोरेटो सपनाले भरेर आँखाको नानीमा सजाउने छन् साराले जुन लग्यो ताराले ल यहाँबाट चाहिँ मिठो छेजुदोको सिटी देख्छ होइन मेरो ओठ गाइज है देख्न सक्नुहुन्छ अहिले चाहिँ क्या सेक्सी भइसक्यो अस्ति चाहिँ पुरै घिनलाग्दो थियो ओठ चाहिँ त्यही हो आउने बित्तिकै अब हावापानी मिलेन है त्यसपछि अनि सुक्खा भयो त्यसपछि फुट्यो त्यसपछि त कक्रक्क मैले भनेको थिएँ नि के को के जस्तो पुरै फोहोर देखिरहेको थियो अनुहारै यसो मुख छोपेर बाटो हिँड्दा नि गरेर हिँड्नुपर्ने जस्तो अवस्था के साह्रै नराम्रो क्या होइन त लाफा लाफालाई त घिन लाग्यो है म देखेर लाग्यो रे नि मनमा नै त लाग्यो रे अहिले त सेक्सी भइसक्यो अहिले त ओठ सेक्सी भइसक्यो नि चियान गाडी हो जोस् नखिचौँ होला यो त सिस क्यामेरा पो छ कि छैन यार यता चियान गाडी छ नखिचौँ होला आकाश खिचौँ बोल्न नि आउँदैन यार लाफा के गर्ने होला के खाएर हो बोल्ने राति बोल्नु आउँछ राति अब के गरे भिडियो खिच्नु है लाफाले चस्मा लगाइदिएको क्या दयाङ सोल्टी जस्तै देखाएको छ त दयाङ राई हो नि कता जाने हो र काछी यही हो र कोरियाको राष्ट्रिय पक्षी भने लाफा यस्तै चरा मात्रै देख्ने है भाग्दैन त ऊ पुरै पुच्छ ठाड पारेर कराउँदो रहेछ हो मलाई अनौठो लागेको चिज नि यताको कौवाले त अनि के अरे कौवा कागले त काग काग भन्दैन त हा भन्छ है त्यही त त्यो भाषा फरक हुन्छ नि चराचुरुङ्गो नि त्यस्तै भनेर हाम्रोतिर त काग काग भनेर करा सुन्थ्यो नि त यता त हा पुरै हा गर्छ छक्क पऱ्यो भने हामी त है ल साथीहरू अब के गर्ने यार भिडियो बनाऊँ यसो भ्लगिङ गरौँ यसो राम्रो ठाउँ देखाउँ भनेको कस्तो सुरुमै कस्तो ठाउँमा आइपुग्यो जहाँ हेरे पनि चियान घारी चियान डाँडा चियानतिरको फोटो नखिच भन्छ त्यता नखिचौँ है साथी थोरै यताबाट आउँदै ताराले कि के हुनु कि लाफा यता नदेखाउ ल यता यो रुखलाई के रुखलाई लाफा देखाछ यही है साथीहरू भोलि पर्सि टक्क भर्खर होइन मुना टुच्चा लाग्दै रहेछ होइन फुल्ने यही फुल हो अलि नजिकबाट देखाउनु हो यही फुल हो भोलि पर्सि ट्याक्क लगाएर यसको मुनि बसेर होइन यस्तो पोज दिएर ट्रक्क पोज दिएर खिच्छु झन्डा राख्ने फेसबुकमा पोस्ट गर्ने वाक्क भयो दुईटा साथीहरु कस्तो लागिरहेछ साथी यस्तो चियान के हेर्नु
यतिकै छ घुम्न निस्किने ठाउँ पनि चिया यस घुम्ने नि पुरै चिया चियानी चियान भने अचम्म यस चिया पनि राम्रै छ नि त जति कोरियाको मान्छे यहीँ ल्याउँछ कि अब जस्तो क्या देख्ने जति सबै चिया नै अहिले त सहरतिर पनि यति दिन्छ कि हो सरकारले यो चिया भन्नु फर्किने हो र फर्किने लाफा अब के गर्नु कहाँसम्म जानु त जति डुले पनि त्यो चियान भन्दा भेट्दैन वाक्क बनायो त आज चियानले ल साथीहरू होइन देख्न सक्नुहुन्छ तपाईँले त्यो चाहिँ छेजुदोको सिटीहरू हो अलि हुस्सु गरेछ कि लाफा अलि आज अलि मौसम क्लियर छैन त्यही भएर अलि धुम्म आइरहेछ होइन त्यस्तो देखिरहेछ साथीहरू वाह ल हामी घुम्दा एउटा दामी चिज चाहिँ भेट्यो है गाई त्यहाँ मिठो यो फेरि प्रायः झर्दो रहेछ कि है लाफा है ट्याक्क लाएर आहा क्या दामी छ बास्न चाहिँ आएन है फेरि मलाई आएन हिँडेको मात्रै गाई छैन आज चाहिँ म ट्याक्क लाएर अब ड्रोन पनि उडाउँ भनेको अब ड्रोन उडाउने ठाउँ पनि छैन जहाँ पाइ किन्न पाउँला नेपालमा त पाउँदैन झन् कोरियामा त होइन नियमै थाहा छैन फेरि ट्याक्क लाएर अब वार्निङ है तँलाई भनेर नभनिकन अनि सिधै पठाइदिन्छ भन्ने सुनेछ के हो खै जरिवाना रे ह्यान त्यान रे अहिले काम बिगाऱ्यो भने पछि फेरि कमिटेडको लागि पनि गाह्रो भयो गाह्रो हुन्छ नि इसिभेन्ट बनाउनु पऱ्यो भने नि गाह्रो हुने भयो केही गल्ती नगरिकन कोरियामा टक्क बस्नु पर्ने चाहिँ होइन गल्ती नै नगर्ने चुरोट खायो भने खाना जहाँ पनि पाउने फाल्नु नपाउने फाल्नु नपाउने अनि त्यो ठुटा चाहिँ गोजीमा बोकेर घर लगेर फाल्नु पर्ने होइन त लाफा हो त यार तर ठिक हो नि त लाफा ठिक हो होइन र बन्दैन नि ए लाफा अनि के हो यो कोरियामा अनि सबै क्रिस्चियन भन्ने सुनेको थियो फेरि अनि यो चियानमा आफ्नो हुन्छ त चियानमा बुद्धको मूर्ति जस्तो त्यो राखेको त अनि खै के हो बुद्ध जस्तो नि बुद्धिस्टहरू पनि छ कि क्या हो कोरियामा खै छ होला नि लाफा छ हो दिपक बुद्धको मूर्ति होइन यो सेजुको बुढा ए सेजुको प्राचीन बुढा सबभन्दा बुढा अनि कान त बुद्धको जस्तो लामो छ त अनि ए दारी छ मैले त्यो भने होइन नि सानो सानो क्या त्यो भन्दा सानो सानो त्यो सानो बच्चाको पनि दारी छ अब भनेपछि हाम्रो सोल्टालाई फेरि सबै कुरा थाहा हुन्छ त्यसै अनि खड्का हुँदैन नि पौडेल हो पौडेल 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 उता पो पौडेल पो त्यहाँ उता पो त खड्काजी त्यो कुरो मरेकी छ है अहिले ए धुर्मुसै नै हो त्यो खड्काजी भन्ने ल मलाई त केही थाहा नै लाफा म त अनि ठिक छ ल लाफा ठिक छ हामी चाहिँ यसो होइन गाइजहरू टक्क फोटोसोटो ठ्याक्क खिचेर अनि हामी फेरि रिटर्न ब्याक टु होम जस्तो भइरहेछौँ सो यहाँ घोडाले चाहिँ सुक्खा घाँस पानी पनि ए हाम्रो टोइलेटमा थियो नि लाफा हो यो भाँडा थियो घोडाले पानी खाने भाँडा पो लगेर राख्दो रहेछ है हामीलाई घोडा जस्तो सम्झिन्छु कि के अरे लामा घोडा जस्तो सम्झिन्छु कि ठिक छ यो बाजे कहाँ जाने आफ्नो उसलाई सम्झेर आएको होला चिहानमा हिँड्दै आएको छ आफ्नो पुर्खा आफ्नो आफन्तलाई सम्झेर चाहिँ सो गाइज है हामीहरू चाहिँ टक्क लगाएर फोटोसोटो काचक्कै चाहिँ खिच्यौँ तर आज थोरै खराब रहेछ देख्न सक्नुहुन्छ तुवालो बसेको चाहिँ त अलि मधुरो क्या होला यार लाफा होला खोइ यो डुङडुङ्ग यो होला नि त चिहान होइन यो थुम्का यो पनि चिहान आज घुम्न आएको चिहान डाँडामा आइयो क्या ओहो के गर्ने त लाफा अनि यो कम्पनीकै हो क्या अरे साउकै अघि साउ बुढो छिरा देखाएको थियो भित्र होइन त लाफा बेबी कुचु छै उजा किन आएको यहाँ सेक्या आँखा नै छैन बराक चट्ट काट्दिएर ए उजा छै डर लाग्छ त यार
कस्तो खालको कुकुर हो यो। ल गाइज हामीले कुकुर पनि देख्यौँ, कुकुरसँग नि थोरै छै भनेर कुरा गऱ्यौँ होइन त लाफा। बुझ्यो कि बुझेन हाम्रो त छै अच्छा उच्चा भन्छ नेपालमा, यता त के भन्छ कुनै है। हेलो गाइज, हेलो साथी, हेलो साथीभाइ, हेलो आमा बुवा नमस्ते। हाम्रो लाफा चाहिँ यहाँ टक्क लगाएर होइन स्ट्रिट भ्यू देखाउनको लागि रेडीमा। ल लाफा शाहरुख खानको पोज यस्तै हो लाफा। त्यस्तो होइन नि, एउटा खुट्टा यस्तो हुन्छ अनि यस्तो हुन्छ क्या। ल ल ल त्यस्तै गर त भयो। ल देख्न सक्नुहुन्छ तपाईँहरूले होइन यहाँ यो स्ट्रिट भ्यू मामफुली के हो यो नेपालमा भए यो कतिचोटि भाइरल भइसक्थ्यो है। भाइरल जङ्गल रे हाम्रो गाउँको नाम, एक गाउँको नाम रे हाम्रो गाउँ भन्दा नि हाम्रो ठाउँमा 2 नम्बर वडामा एउटा भाइरल जङ्गल भन्ने छ। भाइरल क्या तिमीहरूकोतिर नि छ ऊ केही भाइरल नाम कि भाइरल डाँडा ठाउँ, डाँडाको नामै भाइरल डाँडा। बा नेपाललाई नसक्ने हो नाम राख्नलाई, फेरि बरु इङ्ग्लिसमा राख्ने फेरि भाइरल जङ्गल भाइरल डाँडा रे। त्यसो ठाउँ नेपालीमा होइन प्रख्यात जङ्गल प्रख्यात डाँडा होइन, त्यसरी राख्यो भने त राम्रो हुन्थ्यो होला नि। यु क्यान सी गाइज होइन यस्तो छ हामी बस्ने वरिपरि चाहिँ। ल कस्तो गाउँ भन्दाखेरि गाउँ होइन नि, सहरै हो नि, तर सहरभन्दा अलिक माथि के। जस्तो हाम्रो रिङ रोड भन्छ नि, हामी चाहिँ रिङ रोड बाहिर भने जस्तो के हो लाफा होइन र, रिङ रोडभन्दा बाहिर के हो होइन। यहाँ त रिङ रोड छैन क्या हो। प्लेन पनि कति उड्छ यार है, 5 मिनट उडेको सुप्लाक। यता त चराहरू पनि भाग्दैन यार मान्छेसँग, चराहरू पनि नभाग्ने, केही त गर्नु पाउँदैन। त्यही भएर नि नेपालतिर त यसो मान्छे देख्ने बित्तिकै चरा त फुर्र है, तर नेपालतिर नि अहिले त अलिक कम भएको छ नि। पहिला त चराहरू त अहिलेको बच्चाहरूले अब गुलेली लिएर हिँड्दैन नि त है, चरा सिकाएर हिँड्दैन, चरा बाँस राखेर हान्दैन है अहिलेको जेनेरेसन। जस हामीसम्म चाहिँ राति भयो कि 12 बजेतिर 11 बजेतिर राति क्या जब हुन्छ त चरा बाँस बस्यो, त्यसपछि चाहिँ अलिकति गर्नु त नहुने हो, तर खोइ अब सबै गाउँको अब साथीभाइहरूसँग मिलेर गरिन्थ्यो गर्न त्यस्तो नहुने हो। खास जीव जन्तु जनावरहरू मार्न नहुने हो होइन, तर के गर्नु त्यसमै रमाइलो भयो है, त्यसमै रमाइलो गऱ्यो। त्यही भएर अहिले चाहिँ पहिला त्यसरी हिँड्थ्यो, अहिले त्यसरी हिँड्दैन नि त। अहिले त अहिलेको जेनेरेसनकोहरू चाहिँ खालि मोबाइलमै हुन्छ नि त, अनि त्यो भएपछि खालि अनि के अरे गेम खेल्ने भिडियो हेर्ने होइन, फ्री फायर रे पब्जी रे ह्यान त्यान अक्रम बक्रम गर्ने भएर अहिले त चराहरू पनि भाग्दैन नेपालमा नि, अलिक कम भयो त्यस्तो। पहिला त मान्छे देख्ने बित्तिकै फुर्र हुन्थ्यो। ल साथीहरू हामी चाहिँ यसो थोरै होइन त लाफा, ल उता खिच। आज चाहिँ हामी टक्क लगाएर ड्रोन उडाउने भनेको ठाउँमै पाएन, उता घुम्न गएको है सबै डाँडा चियान डाँडा क्या, चियान त्यहाँ गएर अब उडाउनु पाइएन होला थाहा छैन। त्यही पनि यहाँ यसो मैले अहिलेसम्म उडाएको छैन है, ट्राई गरौँ लाफाको मोबाइलबाट ट्राई गरौँ ल। खोइ लाफा तिम्रो मोबाइल देऊ त। गाइजहरू होइन टक्क लगाएर लाफाको मोबाइलबाट ड्रोन सर्र पारौँ। के वाइफाई त जहाँ पनि टिप्ने कि यहाँ त है, टिपेछ लाफा काम पो गरेछ पर्छ है। ड्रोन ठिक छ के हो उड्दैन त लाफा के भयो ए त्यस्तो किन उडेन त साथीहरू, एकछिन है
ल अहिले भ्यार र गरेको थियो त उडेन त यार ब्याट्री छ ल साथीहरू है यस्तै भयो है दुःख नमान्नु अब यस्तै हो भिडियो सिडियो भने जान्दा त जान्दैन भने जस्तो भयो क्या अब खै के भिडियो बनाएर यस्तै हो आजको भिडियो यस्तै आउने भयो अब ल गुड टाइम